फाइनली म यो किताब किनिसकेँ। यो धनिक बुवा गरिब बुवा भन्ने यो किताब छ। यसको लेखक हुनुहुन्छ रोबर्ट कियोसाकी। उहाँको दुईवटा बुवा छ, एउटा बुवा छन् धनिक र अर्को छन् गरिब। एउटा बुवा 8 कक्षासम्म पढेका छन् पनि करोडपति बन्न पुगेका छन् र अर्को बुवा जुन कलेजमा टिचर हुनुहुन्छ तैपनि उनलाई जिन्दगीभरि कमाएर पनि करोडपति या करोड पैसा पनि बन्न जुटाउन सकेका छैन। यो किताब धेरै फेमस थियो। मलाई जिज्ञासा थियो किताबमा के छ, वास्तविक के छ, के भन्न खोजेका छन् भनेर जिज्ञासा। फाइनली यो म किताब किनिसकेँ। तपाईहरु समक्ष केही न केही भिडियो यसबाट लिएर आउँछौँ। यो किताब खास गरी दुईटा धनिक र गरिब मान्छे पैसालाई र अपर्च्युनिटीलाई कसरी सोचिन्छ जसको बारेमा स्पेशली कुरा गरेका छन्। धनिक मान्छेले पैसाको लागि काम गर्दैनन्, पैसा धनिक मान्छेको लागि काम गरिन्छ भने यो किताबमा धेरै ठाउँमा वर्णन गरिएका छन्। म यो किताब सम्बन्धी समरी म यसरी सर्ट गरेर ल्याउँछु।